अहिले अत्यन्तै खुसीको खबर आएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका तर्फबाट आज 12 गते उद्धार भएका व्यक्तिहरूको नामावली सार्वजनिक भएको छ। यहाँ ध्यान दिएर हेर्नुहोला, कतै हजुरहरूका परिवारका सदस्यहरू पनि हुन सक्नुहुनेछ। मैले उहाँहरूको नाम वाचन गर्छु। राजन विक हुनुहुन्छ, सिन्धुली निवासी 42 वर्षीय राजन विक अहिले सम्पर्कमा हुनुहुन्छ। भक्तबहादुर माझी सिन्धुली निवासी 18 वर्षको हुनुहुन्छ। संविधान तामाङ स्याफ्रु निवासी 19 वर्षको हुनुहुन्छ। नुर्फु घले स्याफ्रु निवासी हुनुहुन्छ 58 वर्षको। बुद्धि तामाङ स्याफ्रु 59 वर्ष। रोहन तामाङ स्याफ्रु 6 वर्ष। सुनिल माझी सिन्धुली 35 वर्ष। बलबहादुर माझी सिन्धुली 50 वर्ष। विनोद घलान 12 26 वर्ष। सञ्जित चौधरी कञ्चनपुर 27 वर्ष। दिलीप कुमार चौधरी कैलाली 31 वर्ष। गोविन्द तामाङ कैलाली 22 वर्ष। मैले अरू पनि नाम भन्दैछु, ध्यान दिएर सुन्नुहोला। चामबहादुर डगौरा कञ्चनपुर निवासी 63 वर्षीय उहाँहरूको उद्धार भएको छ। अविश्वर सुनवार उखोलडुङ्गा निवासी 26 का उहाँको उद्धार भएको छ। अनिल चौधरी कैलालीका 24 वर्षको उहाँको उद्धार भएको छ। सुनिल बुढामगर डडेलधुरा 19 वर्ष। सुनिल चौधरी कञ्चनपुर 28 वर्ष। नारायण थापा रूपन्देही 61 वर्ष। विष्णु साउद कञ्चनपुर 32 वर्ष। दीपक सिंह दास सोलुखुम्बु 31 वर्ष। फाथिया अल जैली ओमन निवासी नागरिक हुनुहुन्छ 51 वर्षीय उहाँको उद्धार भएको छ। अमरेन्द्र त्रिपाठी काठमाडौँ निवासी 28 वर्षीय उहाँको उद्धार भएको छ। लेमा लामानी टिमुरे निवासी 65 वर्षीय उहाँको उद्धार भएको छ। भेद्रो तामाङ टिमुरे निवासी 63 वर्षको उहाँको उद्धार भएको छ। छिरिङ पेमा लामा टिमुरे 40 वर्ष। दुब्ले तामाङ टिमुरे 76 वर्ष। इन्दिरा थारू नवलपुर 28 वर्ष। मेनुका मल्ल बजाङ 22 वर्ष। फुर्बु छेतेन रसुवा 50 वर्ष। फुर्बु दोर्जे घले रसुवा 40 वर्ष। सार्की बुटी रसुवा 70 वर्ष। मिङमा तामाङ स्याफ्रु 70 वर्ष। कर्म तामाङ स्याफ्रु 70 वर्ष। मानवी तामाङ स्याफ्रु 13 वर्ष। मारियम तामाङ स्याफ्रु 31 वर्ष। फुर्बु ओछेमा तामाङ स्याफ्रु 50 वर्ष। सुजिन तामाङ स्याफ्रु 9 वर्ष। छेरिङ याङजेन तामाङ स्याफ्रु 29 वर्ष। पेमा युरेन लोप्सन स्याफ्रु 21 महिनाको बच्चा पनि उद्धार भएको छ। पासाङ गुरुमुङ तामाङ स्याफ्रु 21 वर्ष। सम्झना नगरकोटे सानो भारखु 24 वर्ष। राधिका तामाङ सानो भारखु 16 वर्ष। अर्जुन सुवेदी तनौ 41 वर्षीय अर्जुन सुवेदी पनि सकुशल हुनुहुन्छ। कान्छा बाबु तामाङ भारखु 50 वर्ष। माने तामाङ स्याफ्रु बेसी 70 वर्ष। थर्चेन डोल्मा तामाङ स्याफ्रु बेसी 44 वर्ष। पेम्बा तामाङ पागलिन 40 वर्ष। पासाङ छिन्दु तामाङ स्याफ्रु 71 वर्ष। लुर्पु छोङ स्याफ्रु 76 वर्ष। सुनमया तामाङ स्याफ्रु 48 वर्ष। बिरु तामाङ स्याफ्रु 24 वर्ष उहाँको पनि उद्धार भएको छ। र अर्को नाम पनि म वाचन गर्छु, हजुरहरूले ध्यान दिएर हेर्नुहोला। रिन्जेन डोल्मा स्याफ्रु 26 वर्षीय महिलाको पनि उद्धार भएको छ। एसी डोल्मा स्याफ्रु 4 महिनाको बच्चाको पनि उद्धार भएको छ। छिरिङ डोल्मा स्याफ्रु, छोइङ डोल्मा स्याफ्रु, बुद्धिमान तामाङ स्याफ्रु, विजय तामाङ स्याफ्रु, रमेश बुढा जुम्ला, तेन्जिङ नोरुबु स्याफ्रु बेसी, दिपेश राई सोलुखुम्बु, लक्ष्मी भट्ट उत्तर गया, लक्ष्मी खड्का उत्तर गया, लुमा नेउपाने नखुल्ने उहाँको 4 महिनाको बच्चा पनि उद्धार भएको छ। लुमा नेउपाने भनिएको छ, उहाँ कोहीको केही विवरण होला। रमेश शाह 12 41 वर्ष। नवीन मण्डल महोत्तरी 32 वर्ष। ललिता तामाङ स्याफ्रु बेसी 24 वर्ष। रश्मिता तामाङ स्याफ्रु बेसी 14 वर्ष। दावा कार्जुन तामाङ स्याफ्रु बेसी 70 वर्ष। विकास तामाङ स्याफ्रु बेसी 24 वर्ष। कमला भूषाल अर्घाखाँची 38 वर्षको उहाँ नि सकुशल हुनुहुन्छ। हितबहादुर पुन जाजरकोट 52 वर्ष। छेसाङ तामाङ टिमुरे 49 वर्षको बुवालाई पनि उद्धार गरिएको छ। यसै गरी उमा तामाङ टिमुरे 80 वर्ष। मानबहादुर चौधरी कञ्चनपुर 42 वर्ष। गोकुल ओली रोल्पा 24 वर्ष। रोहन ओली कैलाली 20 वर्ष। प्रदीप बोहरा कैलाली 18 वर्ष। विक्रम ढकाल इलाम 26 वर्ष। नरेन्द्र रतौली कञ्चनपुर 28 वर्ष। रमेश सिंह साउद कञ्चनपुर 35 वर्ष। समय मगर गोर्खा 30 वर्ष। पूर्णचन्द्र विक गोर्खा 23 वर्ष। हरिबहादुर श्रेष्ठ रामेछाप 26 वर्ष। पेम्बा तामाङ रसुवाको एउटा पुरुषको पनि उद्धार भएको छ। यो खुसीको खबर हजुरहरूले प्रत्येकसम्म प्रवाह गरिदिनु होला। अहिले रसुवामा उद्धार भएका व्यक्तिहरूको नामावली मैले सार्वजनिक गरेको छु। आज 12 गते अघि साँझसम्म उद्धार गरिएका व्यक्तिहरूको यो विवरण हो। प्लिज यो खुसीको खबर सबैसम्म पुगोस्। नमस्कार।